हनुमन्ते खोला आज अविरल वर्षाको कारण बाढीले अस्तव्यस्त छ। यो पुलको जुन अब घरभित्र पानी पस्ने क्रम जारी छ, पुलको जुन मुख पानी आइसकेको अवस्था छ। अब हनुमन्ते खोलाको अब विकराल रूप आउँदैछ, सबैले हेर्नु होला। यो चाहिँ गाउँ बस्तीतिर पानी पस्ने सम्भावना अब म्याक्सिमम छ, खोला बढ्ने क्रममा छ। अब अहिले यो भिडियो बनाइराख्दा खोला निरन्तर बढ्ने क्रममा रहेको छ।